Hello everyone, welcome back on my channel. आज चाहिँ हाम्रो रोयल भाइको बर्थडे हो, सो सबैजना ह्यापी बर्थडे भन्नुहोस् होला। यहाँ हुनुहुन्छ हाम्रो रोयल भाइको दिदी। हेलो गाइस, मेरो नाम अनामिका गुरुङ हो। मेरो नाम आयो पालो। हेलो, मेरो नाम मेरो नाम ताङ्सु हाङ्गायो। तिम्रो नाम भन अब। मेरो नाम मेरो नाम जेनु हो। होला न अन्त एकछिन भन त। तिम्रो नाम के अरे? जेनु हो। तपाईको नाम? हेलो गाइस। हेलो गाइस, म चाहिँ रोयलको साथी विनोद अधिकारी। ल हेलो गाइस, म चाहिँ रोयलको भाइ रोजिन भाइ। अनि यहाँ चाहिँ तपाईको हो भन्नु अब। ए म चाहिँ इनारको दाइ, एकमात्र दाइ, सबको दाइ विराज दाइ। विराज राई। बर्थडे बोयको मम्मी हुनुहुन्छ गाइस। हेलो भन्दिन आन्टी। हेलो। ल जाउँ अब झिर्झिर लिनु। तपाईँ जानु सानो अब हामी यहाँ बस्ने हो। अब चाहिँ म चाहिँ भाइको भाउजू। अब चाहिँ हामी गेट गर्न लागेको छौँ गाइस। हेर्नु गाइस, अहिले बर्थडेको बोयले एक झापड हान्छ। यसो यो ताङ्सु भाइले चाहिँ बिचरा रोयल भाइ जानुभयो। ला अब तपाईँलाई पाप लाग्छ? अघि तपाईँले अब बर्थडे पार्टी अब तपाईँले अघि बर्थडे पार्टी नै खाइसक्नु भयो। अब तपाईँलाई पाप लाग्छ। जेनु कहाँ छ? यहाँ रहेछ। ला अब पाप लाग्छ नि कि लाग्दैन? अब हाम्रो ताङ्सु भाइलाई पाप लाग्छ। अब एक्जाममा फेल हुन्छ, लास्ट टर्मको एक्जाममा हो। अब पाप लाग्छ लास्ट टर्ममा फेल। तपाईँ फेल। अब एकछिन अब रोयल भाइको हालत हेर्नु जाउँ के हुँदैछ। हाम्रो जेनु यहाँ छ। आऊ जेनु। रोयल भाइ जाउँ। रुको छैन। ए रुको छैन हाम्रो रोयल भाइ। हेलो गाइस भन्दैछ यत्रो सानो पुन्टीले पनि। लिपस्टिक लगाएको छ गाइस। ल जाउँ। त्यसमा अनि मेरो रुममा अब गोदी खायो। अब सबैले गोदी खायो। रेड एन्ड खेल्नु नखेल्ने? नमस्ते, मेरो नाम हरबसे प्राराङ। त्यसमा भन्नु। मेरो नाम जेनु। विनोद? जेनु। मेरो नाम जेनु। जेनु जेनु। जेनु अरे हौ जेनु। मेरो नाम जेनु। हो जेनुको नाम जेनु हो। नमस्ते, मेरो नाम जेनु। नमस्ते, मेरो नाम जेनु। हस् भाग्यमानी हुनु भन्नुहोस्। फेरि भने न त। हेलो गाइस। ताङ्सु भाइको नाममा सिकान्छ। अघिको जस्तो म गएर हो नि त। आया गर न। क्यामेरामा जेनु पनि आफै फेरि आफै लौ आफै ओ सानो यसले नि यसरी बजाउन आउँदैछ गरेर बजाउँछ त आफै बन्यो। ओ माई गॉड यहाँ ल्याउन उता दे। भाइले बनाइदिएछ। लु तपाईँ बजाउनु। मम्मीमा पनि गर्ने। ल कसरी बजाउँछ? तपाईँको पालो। सबै देखे। तपाईँको पालो भाइ। मम्मीमा पनि गर्ने। गर। यस्तो बनाउँछ? क्रिमहरु निकालेर यस्तै हो। राख्देऊ त्यहाँ। 1 2 3 गो। तेरा भाई को मारे तो क्या करेगा? मार के देख ले। मुझे मरना है क्या? और कुछ को भी मरना है क्या? म पागल हो हामीले हेर्दा तपाईँ नयाँ सबैले हेर्दा हामी नयाँ
होइन नन त पागल हो त पागल हो भन तिमी किन यस्तो किरिस्का सुनेका गाना किरिस्का पापा बोलो क्या किया ले बेटा ला भाइ चाहिँ फर्स्ट हुन्छ यार डान्स कम्पिटिसन के हुँदैन ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु रोयल भाइ ह्याप्पी बर्थडे टु यु ताली लु खराइस लु नो सबैभन्दा पहिले बाजेलाई बाजे बोजूलाई ल दिनुहोस् Happy birthday. अलिकति त्यहीबाट लु भाउजू चम्ची भयो ह्याप्पी बर्थडे यहाँ हाम्रो फ्यामिलीहरू याक्खा परिवार हेर्नुहोस् यहाँ थोरै छैन हो ल दिने ल ह्यापी बर्थडे ल तिमीलाई ल एउटा दिदीलाई दिन्छ ल डल्लो हैन अघि भन्दै भने भगटे कि के भगटे ल ओ के भनिस् रे ल चुप लाग तिमीले पालो नि त्यो सुरुमा लगाइदिसको लगाइदिएपछि यहाँ थियो नहाइलाई दिनु पर्यो खानुमा सघाए अन्त यिनीहरूलाई दिनु पर्यो भने त यहाँ काटेको लु बढेको पालो हेलो रोजिन भाइ जेनु ल जेनु केक मन परेन कि क्या मेरो बर्थडे महिना पुरो हनुमान यसले आज भेडा गएर बोक्नु पोल्थ्यो बोक्नु सक्दैन जस्तो छ भाइ बोक्नु अङ्कलको पालो लु जेनु न मम्मी जेनुको याम छ मेरो त छोरीले खानु फेनुलाई लु लु मेरो छोरा जेनुलाई पनि गयो
आफ्नो अनुहार हेरेर टर्सियो लु लगाइदिनु न सबै केटाकेटी गर्नु ल अब त्यसो भए लगाइदिनु अनि केटाकेटीलाई दिन्छु म हैन त्यो टच चाहिँ नगर है फेरि फेरि छुटिहाल्छ नि त फियोनालाई लाउरे जागिर सरितालाई आफूलाई दिन जान्दैन म त टिका लागेर नि जान्दिन एक बोतल भनेर पछि चाहिँ दिनु पुलाई दियो दिए त छैन भदैले बोक्नु सक्दैन पैसा धेरै दिन पर्दैन 10 रुपैयाँ दिनु न हुन्छ आफ्नै खर्च भन्दैन म दिइहाल्छु नि 10 को के चिन्ता होइन सानो 10 को पनि सक्यो है जानु मैले भान्सा गर्छु न बोक्नु दे ला उयोलाई कसले देख्नु पर्छ छोड्दैन खानु चाहिँ घरमा माने बिस्कुट भयो बर्को सक्नेसम्म खानुपर्छ उसलाई फेरि जेनु मिस हेर्नु जे हो हेरिरहेछ डाइपर लागे सुताइदियो सिमोना कति ठुलो लियो ला अब मैले दिइसकेँ नि अनुपला लु आफै आफै कसले खान्छ त हात उठाउने लु आउनु लु आउनु जानु छ नि भाइ खान्छ खै मलाई अनि यो चाहिँ बालेले बालेर सकाएको लु आउ न केक सकिन्छ क्या हेप्पी बर्थडे रोयल बधाई थ्याङ्क यू भनेको बडी ला टिसु कदा एउटा पुस्को लेकिन्छु थाङ्ना हुन्छ हो त्यही छ्याक्ने थाङ्ना ल्याउनु म दिनु पर्छ भाग भक्कल खराएको जेनुलाई त आज खुसीले खाएको चाहिँ राख्नु यो त डिस्काउन्ट गरिसक्यो ले तलाउ दिनु होला पपी जानु न पहिला पपी हो जानु न केक खानु अहिले बिर्सिहाल्यो होइन छोरी अब पेट आयो हुन्छ अब खाएर हुन्छ अब चाहिँ यी विपद यो भाइले पनि भनिसक्यो अब के खान्छ आयो हुन्छ नि फेरि राम्रो ए पख तलाई पख होइन मेरो पालो मलाई लाग्दै छ यो मैले सुने पख एउटा चाहिँ कस्तो कोछु नि अनि म आउँछु अब चाहिँ यो केक बाँड्छु काट्दिनु भाइले सिग्मा जिताइले सिग्मा भाइ माम दिन बिसारी भन्छ हैन यहाँ बिग्रिन्छ त्यो बिसारी देऊ मैले बिरासलाई लगाइदिन्छु भने नै पर्दैन कालो बनाइदिनु न धेरै जस्तो पानीमा किने जस्तो छ नाटक चाहिँ पार्छै हाल्छु कि मेरो सोच्दै फेरि पुरा कान्छा दाइको चाहिँ आशिष खतरा आयो है भाइले एक्स्ट्रा पायो एक्स्ट्रा दिएको नि सरुण भाइ औ भाइ ल यो भन्दा छेउमा एउटा ठाउँमा काट्दिनु भाइलाई गरिहाल्नु एकछिन ल भाइलाई कुरा लगाइदिनु यो त छेउमा बसेर ओभर छु फेरि फेरि सरुण भाइ भाउजू नै के त मेरो छोरीले आधी के खाइसक्यो होला नि किन छोरीले हेलो भाइ कस्तो लाग्दैछ ह्यापी बर्थडे ह्यापी बर्थडे भाइको बर्थडे क्या भाइको बर्थडे ह्यापी बर्थडे मलाई त त्यस्तो नो जेनको चाहिँ फेरि यहाँ छुट्टै छ है गाइस नो जानु भएको पुपो मन पराउँदो ल भाउजू सकेको होला बुट किन्न भइहाल्छ गाइस
यस्तै हो बर्थडे भनेको के अरे छोतिम आले मित्र बदमाशी नहीं आओ है जेनु मिस बाहिर लगिरहेछ देऊ खुवाइदेऊ न अलिकति खुवाइदेऊ न बहिनीलाई यहाँ चाहिँ भाइले यो आज किन भ्लग बनाएको भन्दा भोलि पर्सि रोयल भाइ ठुलो भएर हेरोस् भनेर भ्लग बनाइदिएको मेरो बर्थडेमा यस्तो भएको थियो है कुनै बेला भनेर याद भओस् भनेर बनाइदिएको भ्लग चाहिँ साथीहरू स्पेसल्ली हाम्रो रोयल भाइको लागि बनाइदिएको यहाँ चाहिँ रोयल भाइको भाइ हुनुहुन्छ यहाँ मित्रहरू यहाँ दिदी दाई नि हामी मित्र के तिमी पोज दिन सक्छौ भने हामी ल मित्रले तिमीहरु पनि पोज दिदैनौ ल